Guys, welcome to my vlog and this is my first vlog. I hope you liked the vlog and आज हैन हाम्रो दिदी आउनु भएको थियो हैन यता युके तिर जान आउनु भएको छ अनि त्यही भएर अब 4-5 वर्षसम्म भेट हुँदैन होला सायद हामीहरुको त्यही भएर आउनु भएको छ घुम्ने भनेर अनि हैन त्यसैलाई यो मोमेन्ट क्याप्चर गर्नका लागि मैले यो भ्लग बनाउँदै छु हैन अनि कस्तो छ कमेन्टमा भनिदिनु होला हैन रुकुमको सबैभन्दा अनि कर्णालीको सबैभन्दा पहिलो मन्दिर भित्रको ब्लग होइन त्यो सबै भिडियो सबै यस्तो छ मन्दिर धेरै राम्रो गराउनु भएको छ यहाँ जति धेरै छ कर्णालीको सबैभन्दा पहिलो मन्दिर पनि सबै हो अनि सबै रातिसम्म पनि खुल्ला हुन्छ क्या सायद यो यस्तो 7 बजीसम्म खुल्ला हुन्छ 7 बजीसम्म खुल्ला हुन्छ अब म यो पुरा भ्यू देखाइदिन्छु हैन कस्तो राम्रो भ्यू आउँछ यताबाट पनि हैन ल अब यता भाइ राउन्ड गरेको छ सबै मन्दिर हैन अब बन्द गरिसक्नु भयो मन्दिर हेर्दै जानु घरहरू कलाएर छन् अनि यहाँ बस्ने व्यवस्था पनि गरेका छन् सबै अनि यहाँ कसैको बिहे छ भने टक्क लाएर यहाँ बिहे पनि गराइदिन्छ अनि उता भाइ पनि छ सबै देखाउँछ शौचालयको व्यवस्था पनि छ यता भाइ सायद यो पनि होला सबै लेखा छ हैन के गर्ने र यहाँ मन्दिर शिव माता गणेशजी हुनुहुन्छ सबै भ्यू माथि I hope you liked the vlog and I end this vlog